भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला हैन। म पनि एकदमै सन्चै छु। सो अन्त आजको भ्लग चाहिँ के कस्तो हुन्छ इन्जोय गरेर हेर्नु होला। आज चाहिँ स्पेशल डे छ। सो के छ त्यो चाहिँ भरेतिर थाहा पाइहाल्नुहुन्छ हैन। किप वाचिङ गाइस। अहिलेको लागि चाहिँ बाई बाई। सो गाइस म चाहिँ मन्दिरमा एन्ट्री गरिसकेको छु। लुक एट द सिन्स अफ जिङ्ला मन्दिर। सो म चाहिँ अब पूजा गरिसकेर भेट्छु त तपाईहरुलाई। ल है साथीहरु, अब म चाहिँ स्कुलतिर गएको हैन। अन्त म चाहिँ भर्खर हिँडेको। अब अहिले चाहिँ कति बज्यो भन्दा 8 बज्न आँटेको छ हो। अन्त म चाहिँ बिहानै मन्दिर सन्दिर गएर त्यहाँदेखि चाहिँ अलिअलि के खाएर चाहिँ अब म हिँडेको स्कुलतिर हैन। सो अब के हुन्छ हैन। अनि यस्तो छ हो जिन्दगीको बाटोहरू पनि यस्तै भइसक्यो मेरो त। यस्तो बाटो छ कि यस्तो साह्रो पर्छ। पानी पर्दिँदैछ झन् अहिले त कि। अघि त हिँड्ने बेलासम्म पानी परिरहेको थियो। अहिले चाहिँ जस्ट रोकेको छ। मेबी फेरि पर्नु पनि सक्छ पानी हो। अन्त के भन्नु अब जिन्दगीको मोडमा यस्तै छ जिन्दगी हो। ल अब म चाहिँ अहिले भरेतिर कता माथितिर कता पुगेर भेट्छु लास्ट तपाईहरुलाई। त्यति बेलाको लागि चाहिँ हेर्दै गर्नुस्। एट द ब्युटी अफ माई भिलेज। याहु गर्ला जस्तो भयो। यस्तो दामी सिन भइरहेको रहेछ यहाँ त कि मैले त यादै गरेको थिइनँ हो। अन्त अब यस्तै दामी दामी सिनहरू क्याप्चर गर्दै जान्छु ल अब म चाहिँ स्कुल। ल है गाइस, अब चाहिँ धान रोप्ने बेला पनि भइसकेको छ हो। यता चाहिँ धान चाहिँ यत्रो पनि भइसक्यो यतातिर चाहिँ हो। अन्त अब भोलिपछि चाहिँ हामीलाई यो हिँड्नु यस्तो साह्रो पर्छ कि डल्लै धान रोपेको हुन्छ नि त। यस्तो साह्रो पर्छ हो। अन्त म चाहिँ अहिले यहाँ माथि आइसकिसकेको छु। अन्त बहिनीहरू थियो तल हो। तल छ बहिनी चाहिँ हो। खास पर्खिनु पर्ने थियो। अन्त मेरो चाहिँ आज अलिकति दोकानहरूमा काम छ नि त। त्यही भएर चाहिँ बहिनीले अलिक ढिलो गर्ने भएर चाहिँ म गएँ हिँडेँ हो। अब हेरौँ के हुन्छ। अनि सो अहिले चाहिँ म सानो बहिनी र म मात्रै जाँदैछौँ स्कुल चाहिँ हैन। अन्त अर्को बहिनीले तल बहिनीहरूलाई पर्खिन्छ। सो अब चाहिँ म जान्छु। अब चाहिँ तपाईहरुलाई पनि म एकैचोटि स्कुल पुगेर भेट्छु लास। किनभने अब बाटोमा के गर्नु भिडियो त्यस्तो अल्छी लाग्दो हुन्छ। लामो पनि हुन्छ हाउडामा हो। के गफ पनि गर्न आउँदैन मलाई। अन्त चाहिँ बाई बाई अहिलेलाई। Thank you so much सबैजनालाई। So yes guys, I am again back भन्दा जस्तो भयो सिन चाहिँ हैन। के भयो भन्दाखेरि बिहान चाहिँ मैले भिडियो बनाउँदै अब म स्कुल पुगेँ हैन। अब स्कुलमा त तपाईहरु सबैजनालाई थाहा छ म भिडियो बनाउनु पाउँदिनँ हैन। तर नि क्लासमा अब जतिजनाहरू थियो साथीहरू हैन। अब उनीहरूले अन्त देखिहाल्नुभयो तपाईहरुले हैन। सो आजको मेरो स्पेशल चाहिँ त्यही थियो। अन्त आज चाहिँ मेरो बर्थडे थियो हैन। सो त्यही हो, मैले त्यस्तो बर्थडे सेलिब्रेसनहरू चाहिँ गरिनँ। किनभने अब अल्छी त्यस्तो इन्ट्रेस्टै लागेन हो मलाई। यसपालि इन्ट्रेस्ट नै भएन। अनि जस्ट अब साथीहरूलाई अलिअलि मिठाईहरू दिएँ हैन। त्यति नै थियो। अनि आज चाहिँ त्यस्तो बर्थडे पनि इन्जोय भएन। किनभने स्कुलमै त हो इन्जोय त घरमा त त्यही हो। अल्छी लाग्छ मलाई त हैन। किनभने अब हाफ होलिडे थियो आज स्याटरडे। सो त्यही भएर चाहिँ त्यस्तो इन्जोय पनि भएन। सो म चाहिँ स्कुलबाट आएर अब स्कुलमा त भिडियो बनाउने कुरा भएन हैन। जति पोसिबल भयो मैले गरेँ। अनि चाहिँ म आफ्टर द्याट घर आइपुगिसकेर चाहिँ अलिकति मेरो मुड अफ पनि भयो घर आइपुगेर। त्यही भएर भिडियो बनाउन अलिक सकिनँ। अन्त म भाउजूकोमा गएको थिएँ पर हैन।
सो भाउजूकोमा गएर चाहिँ भाउजूलाई पनि बर्थडेको मिठाईहरू दिइराखेर चाहिँ म भर्खर फर्किँदैछु घर होइन। अहिले चाहिँ 6:30 भइसक्यो। अन्त बेलुकाको नाइट भ्यू चाहिँ यस्तो हुन्छ हाम्रो गाउँको। अनि म चाहिँ अहिले बाटोमै छु, अझै पनि स्टिल घर पुगेको छुइनँ हो। सो त्यही हो। अन्त आज चाहिँ मम्मीले मेरो बर्थडेको स्पेसलमा चाहिँ सेलरोटी समथिङ केही पकाउनु भएको छ अरे। अब सेलरोटी त्यही भन्नु हुँदै थियो होइन। अनि अब हेरौँ पकाइसक्नु भयो भएन थाहा भएन मलाई, गएर हेरौँ होइन। अन्त अर्को कुरा चाहिँ म के भन्छु तपाईँहरूलाई भने चाहिँ, सो तपाईँहरू सबैजना जति पनि मेरो युट्युब फ्यामिलीहरू हुनुहुन्छ होइन, तपाईँहरू सबैजनाले मलाई विस गरिदिनुहोस् होइन, ब्लेसिङ्सहरू दिनुहोस्। तपाईँहरूको सानो सानो ब्लेसिङले नै मेरो लागि ठुलो कुरा हुन्छ होइन। सो म चाहिँ त्यही भन्छु तपाईँहरूलाई, विसिङ्स भन्दा बेसी चाहिँ ब्लेसिङ दिनुहोस्। अनि त्यही हो। अन्त सो अब घरमा गएर भेटौँ के हुन्छ कस्तो छ माहौल हो। अन्त त्यहाँदेखि भिडियो पनि सायद एन्ड गर्छु। त्यस्तो स्पेसल त केही भएन हो, अनि ठिकै छ, केही छैन। हाम्रो घरको जाने बाटो चाहिँ फुलबारीले ढाकिसकेको छ हो। सो अहिले भेट्छु ल म घर पुगेर तपाईँहरूलाई। हेलो है गाइज, बर्थडे स्पेसल सेलरोटी पनि रेडी भइसकेको रहेछ होइन। अन्त यस्तै छ हो। अन्त यो चाहिँ के हो भनेर भन्नुहुन्छ होला, यो चाहिँ के भन्छ उयो भइसकेको, के भन्छ लास्टको रोटी बनाइसकेर लास्टको हो यो चाहिँ हो। सो बर्थडे स्पेसल रोटी पनि भइसकेको छ, तर मलाई चाहिँ खासै यो रोटी चाहिँ मन पर्दैन, तर पनि अब भइहाल्यो होइन, ठिकै छ, केही छैन। अन्त चाहिँ सो आजको भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो त अल्छी लाग्दै भयो, किनभने मलाई याद छ होइन। त्यो कति पनि भयो नि त मैले भिडियो नहालेको, 1 मन्थ बेसी पनि भइसक्यो होला सायद होइन। अन्त त्यस्तै हुन्छ होइन, अब कोही बेला केही मिल्दैन, कोही बेला केही मिल्दैन, भिडियो गर्नु त्यत्तिकै हुन्छ। सो सरी फर द्याट गाइज। अन्त त्यही हो, आजको स्पेसल चाहिँ मेरो बर्थडे नै थियो। त्यस्तो स्पेसल त केही नै छैन होइन, मैले त्यस्तो सेलिब्रेसनहरू केही पनि गरेन। अन्त त्यहाँदेखिको अब के भन्नु, अब अरू त त्यही हो, अब त्यस्तो इन्ट्रेस्टिङ नभए भए पनि इन्जोय गरेर दिनुहोस् होला होइन, सपोर्ट दिनुहोस् होला। तपाईँहरूले सपोर्ट दिनुभयो भने मलाई पनि निकै जोस जाँगर आउँछ होइन गर्नुको लागि। सो अन्त अर्को कुरा चाहिँ के भने चाहिँ मेरो फेसबुक पेज पनि छ, सुजाता छेत्री भ्लग नै छ। सो तपाईँहरूले त्यहाँ पनि गएर फलो गर्न सक्नुहुन्छ, त्यहाँनिर पनि सर्ट मिनी भ्लगहरू आउने छ होइन। सो तपाईँहरूले त्यहाँ पनि गएर मलाई फलो गर्नुहोस्, माया दिनुहोस्, धेरै धेरै सपोर्ट दिनुहोस् होइन। तपाईँहरू सपोर्ट दिनुहोस्, म तपाईँहरूलाई धेरै धेरै इन्टरटेनमेन्ट दिने ट्राई गर्छु होइन। सो त्यही हो आजको भिडियो चाहिँ, म यति नै भन्न चाहन्छु। अन्त सबैजनाले मलाई ब्लेसिङ दिनुहोस्, तपाईँहरूको ब्लेसिङ मेरो लागि ठुलो हुनेछ होइन। सो त्यही हो। अन्त यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई। यसरी नै हेरिदिइराख्नुहोस्, माया दिनुहोस्। अन्त आजको भिडियो चाहिँ म यहाँ एन्ड गर्छु। एन्ड बाई बाई, लभ यु अल, टेक केयर।